देखिरहेको छैन। म पनि नेताबाट धेरै डराउँछु कि अगाडि म लास्ट टाइम म यसलाई गर्दै त नलिनु होला, म यस्तो प्रोग्रामहरूमा गइरहेको छु। अगाडि म बसिरहेको थिएँ, अगाडि बस्दाखेरि मेरो छेउमा एउटा मान्यजी बस्नुभएको थियो। अब म भान्से मान्छे, मान्यजीले कसरी चिन्ने, खाना बनाउने मान्छेलाई चिन्नुहुन्न उहाँले। अनि मलाई यत्रो ठुलो प्रोग्राममा यो मान्छेलाई देखेको छैन, अगाडि सिटमा बसिरहेको छ। अनि सोध्नुभयो तपाईँ को हो भनेपछि मैले भने सेफ, म सेफ हो भनेर। ए के हुन्छ सेफ भनेको भन्नु, म भान्से हो भनेर। ए ए ए मिठो खाना बनाउनुहुन्छ भनेर। हजुर म मिठो खाना बनाउँछु। ए सुन्नु न, तपाईँको नम्बर मलाई दिनुहोस्, मेरो घरमा खाना बनाउने मान्छे जहिले पनि भागेको हुन्छ कि, म भागेँ भने म तपाईँलाई बोलाउँछु। मलाई नेताबाट डर लागेन कि पक्रेर घरमा खाना बनाउन लगाइदिनु गडबड हुन्छ भनेर म तपाईँ जस्तो डराइरहेको थिएँ। थ्याङ्क यू छैन यहाँ। सो फेरि सिटमा हो, सिटमा के हुन्छ भने म सक्सेस, मलाई तपाईँहरूले या धेरैजना जान्नेले सक्सेस हुनुहुन्छ भन्नुहुन्छ है। सक्सेसको मूल आधार भनेको लर्निङ हो, लर्निङ सिक्नु, कला। जसको हातमा सिप छ त्यो लाइफमा सक्सेस हुने ग्यारेन्टी छ है। ग्यारेन्टी भनेपछि एकदम 100% है। कुनै पनि काम तपाईँले हातमा कला छ भने तपाईँ आफ्नो जीवन जहाँ पनि चलाउन सक्नुहुन्छ, जसरी पनि काम गरेर आफू र आफ्नो फ्यामिलीलाई पाल्न सक्नुहुन्छ है। सो मैले भन्दाखेरि अब मिथिला थाली मैले सुरु गरेँ। मिथिला थालीमा कहाँबाट सुरु, एउटा सानो स्टोरी भन्छु है। मेरो गाउँ सिर्हाको कजना भन्ने गाउँ, सानो धेरै दलितको गाउँ, सबै जनजातिका गाउँहरू छन् हाम्रो गाउँमा। अनि मैले त्यहाँ एउटा विधवा देखेँ, सिङ्गल मम, एकल महिला भन्नुहुन्छ। सर माफ गर्नु होला, मैले त्यो फेरि तराईको मान्छे, न राम्रोसँग नेपाली आउँछ, न अङ्ग्रेजी आउँछ, न हिन्दी आउँछ है। सो एकल महिला भनौँ न होइन। अनि बच्चा, काखे बच्चा, अनि काखे बच्चा ऊ विधवा अब के कारणले भएको थियो, या हस्बेन्ड मरेर गएको थियो, या हस्बेन्डले छोडिदिनु भएको थियो भनेपछि उसको ससुराले पनि, सासू ससुराले पनि घरबाट निकालिदिनु भयो। अनि त्यो गाउँमै बिहा भएको। अनि आमा बुवाको घरमा जाँदाखेरि उहाँलाई त्यसले पनि अब कसरी खुवाउन सक्ने, तिम्रो 2टा बच्चा छ, तिम्रो यो छ भनेर उसलाई पनि त्यहाँबाट परेशान गर्छ। मेरो कानसम्म, मेरो आँखासम्म यो कुरा आयो। अब यसको लागि के गर्न सकिन्छ त वास्तवमा होइन। उहाँहरू जस्तो धेरै छन् नेपालमा, त उहाँ जस्तो धेरै छन्, उहाँलाई स्किल छैन, पढ्नु भएको छैन, काम गर्न सक्नुहुन्न, बच्चा छ, पाल्नु पर्यो, के गर्दाखेरि यो उहाँलाई हेल्प हुन सक्छ त। वास्तवमा म केही पैसा दिएर हेल्प हुन्छ कि, तर पैसा दिएर त केही दिनमा उहाँलाई खाएर सकाउनुहुन्छ नि त होइन। तर मैले दिन सक्ने भनेको केही कला, केही सिप। त म त भान्से मान्छे, म के खाना बनाउन सिकाउँछु, उहाँलाई अलरेडी खाना बनाउन आउँछ। अनि मैले सोचेँ कि उहाँलाई जब दिउँ होइन, उहाँलाई काम दिउँ। त काम के गर्न सक्छ भनेर काके बच्चा छ है। त्यस्तै गाउँमा अरू पनि हेरे 2-4जना अरू पनि छन् होइन। त्यो उहाँले बनाउन सक्ने भनेको खाना हो नि त। त्यो खाना बनाउने रेस्टुरेन्ट जो छ त्यो भनेको मिथिला थाली हो है। उहाँ